3, 2, 1. चर्चित र्यापर यमबुद्धको लन्डनमा रहस्यमय निधन भएपछि विभिन्न खाले प्रश्नहरू उठेका छन्। उनका कतिपय प्रशंसकहरूले त घटनाबारे अझै सूक्ष्म अनुसन्धान हुनुपर्ने माग समेत गरेका छन्। हेरौँ अहिलेसम्मका समाचार विवरणका आधारमा यमबुद्धको निधनबारे उब्जेका मूल 7 प्रश्नहरू। 1. त्यो 3 घण्टा कहाँ थिइन् श्रीमती अस्मिता? के निदाएरै मात्र बसिन्? लन्डन साउथ हारो नजिक फिल्ड इन रोड नजिकै ससुराली घरमा बस्दै आएका यमबुद्ध अर्थात् अनिल अधिकारीको मृत्युको 4 दिनपछि उनकी श्रीमती अस्मिता सेडाईले आफ्नो फेसबुकमा लेखिन्, मलाई यो दुःखको घडीमा साथ दिने साथीभाइ घर परिवारलाई विशेष धन्यवाद। अनिलले मलाई कहिले असहज हुन दिएन, सधैँ साथ दिइरहन्थे। अब त्यो जिम्मेवारी मिडियाको तर्फबाट चाहन्छु। कहिले पनि अनिलले असहज महसुस नगराएकी उनकी मायालु श्रीमती अस्मिताले मिडियासँग सहयोगको अपेक्षा राख्नु स्वाभाविकै होला। तर आफूसँगै सुतेको त्यो मायालु श्रीमान राति 3 बजे बाथरुम छिरेको 3 घण्टासम्म पनि नफर्कँदा उनले सोधखोज गरिन् कि गरिनन् भन्ने जवाफ कहीँ कतैबाट भेटिएको छैन। उनले बाथरुमको ढोका खोल्न प्रयास गरे नगरेको या प्रहरीलाई खबर गरे नगरेको भन्ने पनि कतै जवाफ भेटिएको छैन। बिहान उज्यालो भएपछि सोही घर बस्ने रोशन भट्टराईले बाथरुम खोज्दा पेटीले झुन्डिएका यमबुद्धलाई देखेको भनिएको छ। आफ्नो श्रीमान 3 बजे बाथरुम गएको थाहा पाउने तर बिहान अरूले नै बाथरुममा शव देख्नुपर्ने एउटै बेडमा रहेकी श्रीमतीको 3 घण्टाको स्थितिबारे कहीँ कतै केही खुलेको छैन। 2. पासपोर्ट किन र कसले च्यात्यो? लन्डनबाट आइरहेका सबै समाचारहरूमा यमबुद्ध बस्ने गरेको रुममा एउटा पासपोर्ट च्यातिएको भन्ने खबर छ। लन्डन प्रहरीले नै उनको घरमा च्यातिएको पासपोर्टको टुक्रा फेला पारेको बताएको भनिएको छ। यदि त्यो हो भने बेलायतकै पासपोर्ट भएकी श्रीमती अस्मिताको पासपोर्ट च्यातिएको हो कि नेपाली पासपोर्ट भएका र त्यसमा पारिवारिक प्रवेशाज्ञा स्पाउस भिसा भएका श्रीमान अनिल अधिकारी यमबुद्धको पासपोर्ट च्यातिएको हो? केही खुलेको छैन। गायक यमबुद्ध झुन्डिएको अवस्थामा भेटिएको भनिएको र त्यहाँ पासपोर्ट च्यातिएको सन्दर्भले यस अघिको अवस्थामा मनोदशा वा कुनै परिस्थितिको सम्भावना सङ्केत गर्छ कि गर्दैन? साँच्चै पासपोर्ट किन र कसले च्यात्यो? 3. बङ्गरा कसरी बाँच्यो? यमबुद्धको पोस्टमार्टम गर्दा उनले कुनै पनि खाले लागु औषध नखाएको बरु वाइन सेवन गरेको भनिएको छ। अर्थविक पार्क अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टमा यमबुद्धको बङ्गारा बाँचिएको कुरा लन्डनबाट आएका समाचारहरूमा खुलिरहेको छ। तर बङ्गारा किन र कसरी बाँचेको भन्ने कुरा खुल्दैन। आत्महत्या गर्दा बङ्गारा बाँचिन्छ कि बाँचिँदैन? प्रश्न स्वाभाविक रूपमा उठेको छ। 4. के बेलायतका बाथरुममा झुन्डिन सम्भव होला? यमबुद्ध घरको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेको भनिएको छ। तर बेलायतमै उनका प्रशंसकहरूले यसमा शङ्का व्यक्त गर्छन्। लन्डनको दक्षिण भागमा बस्ने प्रवीण एक्स नामक एक प्रशंसकले आफ्नो फेसबुक स्ट्याटसमा लन्डनमा बाथरुमहरू आत्महत्या गर्ने प्रकारका नभएको जिकिर गरेका छन्। उनले प्रश्न उठाएका छन्, कस्तो बाथरुम हो त्यो जहाँ पेटीले झुन्डिन मिल्छ? म विश्वस्त छैन। मैले देखेका बाथरुमहरूका संरचना आत्महत्या गर्ने खालका छन् जस्तो लाग्दैन। यसबारे लन्डन प्रहरीले केही खुलाएको छैन। 5. अर्को साँचोबाट कसरी खुल्यो बाथरुमको ढोका? बाथरुममा यमबुद्धको शव पहिलो पटक देखेका भनिएका जो त्यही घरमा बस्छन् रोशन भट्टराईले मिडियासँग भनेका छन्, बिहान 6 बजे बाथरुम जान खोज्दा बाथरुमभित्रबाट साँचो लगाएको थियो र मैले किचनमा गएर अर्को साँचो ल्याएर बाथरुमको ढोका खोलेँ। यहाँनिर प्रश्न उठ्छ, भित्रबाट साँचो ढोकामा नै राखी बन्द गरिएको अवस्थामा बाहिरबाट अर्को साँचोले ढोका खोल्न कसरी मिल्छ? यदि त्यस्तो अवस्था नै थियो भने ढोका फोर्नु पर्ने हुनसक्छ। ढोका नफोरे कसरी खुल्यो बाथरुम? 6. राति उठेर बाथरुम जाँदा शरीरमा ज्याकेट कसरी आयो? रोशन भट्टराईले मिडियासँग यमबुद्ध झुन्डिएको अवस्थामा देखेपछि उनका सासू ससुरा लगायत घरमा बस्ने सबैजनालाई खबर गरेको र आफूले प्रहरीलाई बोलाएको दाबी गरेका छन्। यसै गरी यमबुद्ध बाथरुममा बिहान भेटिँदा कालो ज्याकेट लगाएको अवस्थामा भेटिएको उनको दाबी छ। तर श्रीमतीसँगै सुतेका भनिएका यमबुद्ध राति 3 बजे बाथरुम जान त ज्याकेट नलगाउनु पर्ने हो। तर उनले किन ज्याकेट लगाए त? के राति उनी बाहिर पुगे? 7. फिङ्गरप्रिन्ट लिए कि लिएन प्रहरीले?
रिपोर्ट किन बाहिर आएन? अनुसन्धानका लागि संसारमै सार्प कहलिएको बेलायती प्रहरीले किन बङ्गारा भाँचिएको र पासपोर्ट च्यातिएको जानकारी दिने तर सबको फिङ्गरप्रिन्टबारे बोलेको छैन? यमबुद्धको शव भेटिएपछि प्रहरी घटनास्थलमा आएको तर उनले फिङ्गरप्रिन्ट लगेको वा नलगेको कुनै जानकारी छैन। लन्डनको नेपाली समुदायमा पनि घटनाबारे अनेक शङ्का र उपशङ्का व्यक्त हुन थालेको छ। यतिसम्म कि लन्डन प्रहरीले यमबुद्ध जस्ता चर्चित नेपाली कलाकारको मृत्युको अनुसन्धानमा हेलचेक्राइ गरेको हो कि भन्ने गाईगुई चलिरहेको छ।